सबैभन्दा पहिलो नियम 50,000 भन्दा माथिको कुनै पनि लेनदेनमा सधैँ लिखित कपाली तामसुक बनाउनै पर्छ र त्यसलाई वडा कार्यालयमा दर्ता गर्नुपर्छ। कानूनको अगाडि मौखिक रूपमा कुरा गरेको थिए या मुखले दिन्छु भनेको थियो भन्ने कुराको कुनै अस्तित्व हुँदैन। विवाद आएको बेला कानूनले खोज्ने भनेको प्योरली प्रमाण हो र प्रमाणिक कपाली तामसुक मात्र सबैभन्दा ठूलो ढाल हो। दोस्रो नियम त झन् अत्यन्त सरल तर अत्यन्त जरुरी छ। कुनै पनि परिस्थितिमा कहिल्यै पनि खाली वा ब्ल्याङ्क चेक कसैलाई नदिनु। भविष्यमा कसैले आफ्नो मन लागि रकम भर्यो भने हामीले भर्खरै मात्र छलफल गरेको महिनौं वा वर्षौं लामो जेल सजाय भोग्नुपर्ने अवस्था आउन सक्छ। यस्तो गल्ती भुलेर पनि नगर्नु। त्यसैले सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने तेस्रो नियममा जसरी एउटा ब्याङ्कले ऋण दिने बेलामा मान्छेलाई पूर्ण रूपमा जाँच गर्छ नि, त्यसैगरी कुनै साथी या आफन्तको जमानी वा ग्यारेन्टर बस्नुअघि पूर्ण रूपमा भेरिफाई गर्नुपर्छ। उनीहरूको आम्दानीको स्रोत के छ, व्यापारिक अवस्था कस्तो छ, अर्को ऋण छ कि छैन, र सबैभन्दा मुख्य कुरा ऋण किन लिएको हो त्यसको असली उद्देश्य बुझ्न अत्यन्त जरुरी छ। आफू पनि एकदम स्मार्ट हुनु पर्यो। र चौथो नियम जसले हामीलाई सुरुवातको टाइमलाइनसँग वापस जोड्छ, ब्याङ्कबाट आएका कल्स र चिठीलाई कहिले पनि इग्नोर वा व्यवस्था नगर्नु। पहिलो दिनमै आएको ब्याङ्कको कल उठाएर समस्याको बारेमा खुलेर कुरा गर्यो भने डेट रिकभरी ट्राइब्युनल या लिलामीसम्म पुग्ने अवस्था नै आउँदैन। सुरुवातको कुराकानीले नै धेरै समस्या सफलतापूर्वक समाधान गर्न सक्छ।